हेलो साथीहरु, नमस्कार। मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ। आज चाहिँ पूर्णिमाको दिन अर्घाखाँचीको अर्घामा चाहिँ विशेष मेला लाग्छ। त्यही भएर चाहिँ हामी अर्घाको डाँडातिर राम हेर्न भन्दै हिँड्यौं। अब के कस्तो हुन्छ हजुरलाई बाटोमा देखाउँछु। पछाडि हेर्नु त, सब अर्घा जाने मान्छे है। अर्घा त होला नि, अर्घै त होला यता। खै के हो अर्घा होला जस्तो लाग्यो। बेलुका भलकमा आउँछ है, भलकमा। हाय मलाई त्यस्तै बोल्न सिकाइसक्यो। हजुर, मलाई चाहिँ तिमी जस्तै बोल्न सिकाइसक्यो। अर्घा जानेले भ्यायो पछाडि दायो अर्घा जाने आन। अर्घा जाउँ है साथीहरु। अरू जे गरे पनि नेपालीलाई सुधार्न चाहिँ सकिएन के। नेपालीले जहाँ पनि ल्याम दिँदा चाहिँ यस्तो दुःख पाउँछ। कहाँ छिर्दैन। उताबाट तान्नु, उताबाट गाडी अन्य बाटोमा बाइक चलाउन सक्दैन यार। ल ल ल गाडी अन्य बाटोमा बाइक चलाउन सक्दैन। गाडी ल्याउने हुन्छ नि। बाइक चाहिँ यसो माथि छोरी माथि काट्नु माथि रमेश कति बेला आइथ्यो? रमाइलो छ है साथीहरु। रमाइलो छ है। अर्घा भएको दिन आउनुहोस्।
नवीन ए नवीन हामी चाहिँ मन्दिरबाट सबै बाहिर निस्क्यौँ कति पर्छ 30 रुपियाँ किलो 30 रुपियाँ सस्तै रहेछ सस्तै हो ल ठिक छ अर्का मन्दिरबाट बाहिर निस्क्यौँ बाहिर निस्किँदा पानी बेचिरहे मङ्की बोका मासु बसाएर साथीहरू बोका मासु त बसायो सब भिडभाड छ है साथीहरू एकदमै भिडभाड छ रमाइलो छ आउनुहोस् रमाइलो गर्नुहोस् होइन सब दृश्यमा रमाइलो रमाइलो है तिम्रो झोती नि पाइँदो रहेछ 300 मा आयो रे 300 मा बसेर खै के देखिन्छ भन्ने छ कि यो भिडभाड छ है साथीहरू एकदमै भिड छ यो हामीले अर्काको प्रत्यक्ष लाइभ अथवा दृश्य देख्न सक्छौँ एकदमै भिडभाड छ हेर्नुस् त अर्घाखाँचीको अर्घामा एकदमै भिडभाड छ मान्छे हेर्नु न एकदमै भिडभाड छ यहाँ देख्ने भने सबजना चकित परिन्छ